यो भिडियो चाहिँ एनपीएल का क्यामेराम्यानहरुको लागि। अब तपाईहरु एनपीएल का खेलहरु मजाले लाइभ मार्फत देखाउनुहुन्छ, राम्रा यसो घटनाहरु ग्राउन्ड भित्र रहेका यताउति रमाइला पलहरु मोमेन्टहरु क्याचक्क खिचेर मजाले लाइभ देखाउनुहुन्छ, रमाइलो हुन्छ हैन। अब हामी त खुसी नै छौं, तर केटीहरु चाहिँ खासै खुसी भएको मैले देखिन। केटीहरुको गुनासो के आयो भन्दाखेरि जो युट्युब मार्फत लाइभ हेरिरहेका छन् ती केटीहरुको गुनासो के आयो भन्दाखेरि यो क्यामेराम्यानहरु चाहिँ कस्तो बोका रहेछन्, जति बेला पनि केटीहरुलाई मात्र देखाउँछन् भिडियोमा यो लाइभमा, अब केटाहरुलाई चाहिँ देखाउँदैनन्। अब हामी केटी मान्छे भएर केटी मान्छेलाई नै के हेर्नु, अब हामीले हेर्ने भनेको केटा मान्छेलाई हो। अब ग्राउन्डमा पनि कति राम्रा केटाहरु ह्यान्डसम केटाहरु गएका हुन्छन्, तिनीहरुलाई क्यामेराम्यानले देखाउँदैन, एकचोटी पनि खिच्दैन तिनीहरुको अनुहार यसो फोटोहरु जे हरेक कुराहरु के मतलबै गर्दैनन्। जति बेला पनि केटी भनेको चाहिँ यत्रो जिब्रो तानेको छ। हामी त केटाहरु हेर्नको लागि को यो लाइभ हेरिरहेका हुन्छौं, राम्रा केटा हुन्छन् तिनीहरुलाई हेरौं क्रश बनाऊं भनेर लाइभ हेरिराखेका हुन्छौं। यो क्यामेराम्यानहरु चाहिँ जति बेला पनि केटीहरु मात्रै देखाउँछ भनेर चित्त दुखाइरहेका थिए धेरैजना केटीहरुले। त्यसकारणले गर्दाखेरि क्यामेराम्यान दाजुहरु प्लिज आजदेखि चाहिँ यो केटीहरुको दुखेसोलाई एकदम गम्भीरतापूर्वक लिएर केटाहरुलाई पनि मजाले देखाइदिनु होला, राम्रा ह्यान्डसम होला है त।